चाहन्छ भनेपछि आज हे बिल्छैले खारे बगडकेले खारे गर्खारे बिल्छैले खारे बगडकेले खारे पन्तिरका पानीले मायो माया केले मार्यो पन्तिरका पानीले मार्यो माया केले मार्यो राई जुमा जुमा के मस्के जोर ल हाम्रो बाजे साहबले भन्नुहुन्छ गुणबहादुर विष्ट झुपरेली पान दाउरी फुल गुराउ साकोरेली पान घाँस फुल साँझको रेली पान घाँस फुल साँझको झुपरेली पान भात मिचीका साली पान सम्झना बाजैको हस्त धन्यवाद हाम्रो हुनेवाला हुनारी युवामध्येको एउटा चाहिँ जेनजी ग्रुपको लिडर हाम्रो नाममा प्रकाशजी धमप्रसादजी नै हामीले भेटघाट गराएर हामीलाई यस्तो रमणीय ठाउँमा ल्याएर मनोरञ्जन गर्दैछौँ। हामी यो ठाउँमा बसेर मेरो दाइ भाइहरूलाई भेटघाट गर्दै ठुटीचौर भन्ने ठाउँमा एक रात यहाँ बसेर मनोरञ्जन गरेर रमाइलो गरेर गाई गोठ यहाँ भिडा बाख्रा चढ्ने ठाउँमा रुख बिरुवाहरू भएको ठाउँमा हामी बसेर रमाइलो गरिरहेका छौँ। अब हामी यति बेला छुट्टिने लाग्ने समय छुटिसकेको छ। म चाहिँ गोठीचौर यो अनुपम उपहार जो चाहिँ गोठीचौर गाउँपालिकाको 3 र 2 को बिचमा यो उपहारको बिचमा बस्न पाउँदा म एकदमै खुसी छु। मैले चाहिँ यति नै भनाइराखेँ। बाँकी जेनजिओबाट बाँकी गीतबाट मेरो नाम ग्रहबहादुर कामी गोठीचौर गाउँपालिका नम्बर 3। हामी हिजो के भन्छ असाढ 14 गते हामी यहाँ भर्पण जस्तै गरेर आएका थियौँ। हामी चाहिँ 15-16 जना दाजुभाइहरू। त्यस कारणले हामी के भन्दैछौँ भने यो किन आइयो कसरी आइयो भन्ने हो। अन्तका मान्छेहरू रमाउन आउँछन् तर हामी के गर्न आएका भने एउटा जनचेतना वृद्धि गर्नको लागि आएको। कसरी हाम्रो जेनजी युवाहरूलाई के भन्दैछौँ भने अब दलित समुदायहरू के गर्नु पर्यो त भन्ने एउटा उद्देश्य बोकेर आएका हौँ। हामी दलित एकीकरण बन्नुपर्छ। अरूलाई फाइदा नदिने गरी मिसन 84मा हाम्रो गर्जनकोट अथवा 3 नम्बर वडालाई दलित बस्तीको एउटा अध्यक्ष हाम्रो बनाउनुपर्छ भन्ने हाम्रो पनि बनाउनुपर्छ भन्ने एउटा उद्देश्य बोकेर म सबैभन्दा ज्येष्ठ नागरिकको हैसियतले बोलिरहेका हौँ। नमस्कार हस्। ताली हान न सक्दैन। मेरो नाम ग्रहबहादुर कामी हो गोठीचौर गर्जनकोट 3। यहाँ हामी काकु बाबु दाजुभाइ छोराछोरी सबैले चाहिँ हामी यो पिङगिङ खाना आएको रमाइलो भइरहेछ। पत्रकार रामप्रसाद भिकालाई पनि धेरै धेरै धन्यवाद। म एउटा गीत भन्न गइरहेको छु है। खोली खोली खोलसे लाउने खोलीको भ्याकुलो खोलीको भ्याकुलो खोली खोली खोलसे लाउने खोलीको भ्याकुलो भेट गराउ कुरो गोठी चौड भेट यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरो आमा बुवा त्यसपछि दाजुभाइहरूलाई चाहिँ म हृदयदेखि नै आभार प्रकट व्यक्त गर्न चाहन्छु। हामी यहीँ जन्मेको हो गोठीचौर गाउँपालिकाकै गोठीचौर भन्ने ठाउँमा चाहिँ हामी जन्मिँदै गर्दाखेरि कैयौँ पटक अरूसँग घुम्न पनि आइयो होला। आफ्नो कामको सिलसिलाले पनि यहाँ आइयो होला। तर आज चाहिँ एउटा समग्र हाम्रो आफ्नै घरका दाजुभाइहरू चाहिँ यहाँ उपस्थित भएर चाहिँ एउटा यहाँ हामी घुम्नको लागि मात्रै नभएर खानको लागि मात्रै नभएर एउटा चाहिँ हामी एकजुट भएको सन्देश फैलाउनका निम्ति पनि हामी यहाँ उपस्थित भएका हौँ। त्यस कारणले चाहिँ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो दाजुभाइलाई चाहिँ हृदयदेखि नै आभार प्रकट व्यक्त गर्न चाहन्छु।
अरू बाँकी के हो भने गुठीचौर गाउँपालिकामा एउटा यस्तो ईश्वरले प्रदान दिएको गुठीचौर छ। यही गुठीचौरमा चाहिँ हामी मात्र नभएर जुम्लामा हुनुभएका समग्र साथीहरूलाई चाहिँ एकचोटि आएर यहाँ भ्रमण गरिदिनु म चाहिँ हार्दिक अनुरोध गर्दै धन्यवाद। नमस्ते, मेरो नाम भक्तगामी। यो विशेष गरी यो घुम्ने भने त मनोरञ्जन मात्र होइन क्या, विशेष गरी सङ्गठन हाम्रो चाहिँ पछि दिन पनि यसरी भाइ एकता भएर अरूसँग पनि सङ्घर्ष गर्दै जाउँ भन्ने एउटा सन्देश जाओस् भनेको सबैमाथि है। भोलिको दिनहरूमा यसरी हाम्रो भाइ बहिनीहरू सदाभरि यसरी घुम्न पाएको, सदाभरि एउटा ठाउँमा आएर खुसीको साथ घुमेर डुलेर जान पाएको, यही हामीले सदाभरि देखिरहोस् भन्ने दुई शब्द मेरो यही राख्दै म धन्यवाद। नमस्ते, मेरो आधाको सबैजना उहाँहरू हुनुहुन्छ, लगायत मेरो जन्मभूमि झारखण्ड भयो भने मेरो कर्मभूमि फलाउने जुटाउने मेरो आधामी सबैजना उहाँहरू हुनुहुन्छ। उहाँसँगै नै म मर्छु, उहाँहरूसँगै बाँच्छु, उहाँहरूसँगै। उहाँहरूको यो कुरालाई म एकदम यति व्यक्त गर्नुभयो कि उहाँहरूले भन्नुभयो एकदम राम्रो कुरा भन्नुभयो, तर त्यो कुरालाई पनि राम्रो भन्नुहुन्छ, भोलि पनि त्यही राम्रै बाटोमा लिनुहुन्छ। र त्यही कुराले गर्दा धेरै राम्रो बाटोमा आइयो र आज एकदम हामी दाजुभाइहरू आफ्नै प्यारो दाजुभाइहरूसँगै बसियो, त्यसमा धेरै रमाइलो भयो। थ्याङ्क यू। एकदमै खुसी लाग्यो। यस्ता दिनहरू फेरि कहिले पनि आउँदैनन् फर्केर। यी प्रिय मान्छेहरू, यो प्रिय माटो, यो माटोसँग हामी रमाउँदा एकदमै खुसी छौँ। यस्ता दिनहरू फेरि आउँदैनन्। यो अनुपम उपहार समय आउँभरि सबै बसेर आउँदैन, माया जल्लाऊ।